पछिल्लो समय गीत र सङ्गीतको क्रेज झट्टै बढ्यो। देशभरि मात्र होइन, विदेशमा बस्ने नेपालीहरूले पनि गीत र सङ्गीत भनेपछि हुर्के हुन्छन्। अब पुष्प पाण्डेजीलाई मेरो प्रश्न के छ भन्दाखेरि तपाईँ आएछ तयारी के चाहिँ गर्नुहोस्, तपाईँ आएछ तयारी के चाहिँ गर्नुहोस्। के विषयमा हो कि देशको प्रधानमन्त्री ठ्याक्कै गरौँ दादा, सुरु गरौँ। गर्नै पर्यो नि। हजुर हाँसी मलाई अचानक हाँसी। हामी दुईजना हाँस्यौँ भने हाँसु रोकिन त सरी। ल उजाउँछ फेरि नहाँस्यो न, बल्ल बल्ल रोक्यो। ल ल नहाँसिकन एकछिन तक रोकियो। म त रोक्न सकिनँ हजुर त रोकिन्छु कमसेकम। मलाई ताजुब लाग्छ। एकछिनै अलिक भयो। हे भगवान्, दक्षिणकाली भद्रकाली। ल है, 1 रिसदा के भन्नु न हजुरले। क्यारी के चाहिँ गर्नुहोस्। ल भने हाँस्ने।